गाइज वेलकम टु कार्की दाइको ब्लगमा तपाईहरु सन्चै हुनुहुन्छ होला अनि हामी पनि एकदमै आराम कुशलै छौं। अब आज चाहिँ छुट्टी थियो अनि यसो अब दिनभरि बस्यो खानासाना खाइयो हैन। अब एकछिन चाहिँ अब समुद्रतिर गएर समुद्रको पनि अलिकति महसुस गर्यो समुद्रको रमणीय दृश्यहरू भनेर हामी चाहिँ समुद्रतिर जाँदै छौं। अब बाँकी चाहिँ ब्लगमा हेर्नुहोस् है त गाइज। साथीहरु हैन हाम्रो भाइले भने जस्तै हामी चाहिँ आज तीनै जनाको छुट्टी भ्याकेसन भन्नुपर्छ हैन। यो भ्याकेसन नै हो, साइप्रसको भ्याकेसन। अफ सिजन आउनु हुँदैन, हाम्रो भ्याकेसन स्टार्ट हुन्छ। सरको कति दिन रे? 30 दिन हैन? ए उहाँको 1 महिना, भाइको 16 दिन अनि मेरो 27 दिन छ हैन। अनि सन्डे सटरडे चाहिँ ड्युटी जानै पर्छ। बिरामी भएर मर्न लागे पनि जानु पर्छ है सन्डे सटरडे। अरु दिन गएन भने नजिकै छ सावार बोकेर भएर लान्छ। अरु दिन चाहिँ मिलाएर छुट्टी बसाल्छ। हिजोबाट छुट्टी बसेको भोलिसम्म छुट्टी नै बस्छ हामी। अब यसो न रुममा बस्दा बोर भएपछि यसो हातखुट्टा तान्नलाई पनि हिँडिरहेछौँ। अनि समुद्रको भ्यूहरू पनि यति बेला राम्रो देखिन्छ नि त, त्यहाँबाट हिँडिरहेको। अब यसको लागि भाइले कता यता सपिङतिर भन्दै थियो। कता हो सपिङतिर भन्दा पनि अब एक एउटा चिसो र हामी समुद्रतिर आइपुग्यो हैन। अब भाइले भएन भनेर रेड बुल चाहिँ खिलाइसक्यो। इनर्जी छैन के इनर्जी शरीरमा इनर्जी छैन रे। इनर्जी कहाँ बेस्ट गर्यो साथीहरु कमेन्ट गर्नु होला। यो भाइले चाहिँ इनर्जी हिजो पनि छुट्टी थियो, कता गएर बेस्ट गर्यो त्यो चाहिँ मलाई थाहा छैन। तर आज इनर्जी छैन, बियर नपिउने भन्दैछ। अनि त्यही भएर आज चाहिँ यो रेड बुल पिएको इनर्जी ड्रिङ्क। अनि हामी समुद्रतिर आइपुग्यो। यसो न समुद्रमा रमाऊ भनेर हेर नुहाउने मान्छेहरू यसरी कुना काप्चामा जोडी भएर नुहाउँछ कि। यस्तो दिन कहिले आउला हो हामीलाई? हेर त यो चाहिँ हाम्रो कापारिस बिच। यो यतापट्टि गयो कापारिस बिच। अनि कापारिस बिचमा अहिले पनि नुहाइरहेछ मान्छेहरू। अनि यो चाहिँ भाडामा लगेर त्यहाँ नुहाउनलाई भाडामा लगेर सेफ्टी चाहिँ यिनीहरूले लगाएको छैन केटाहरूले। ल साथीहरु है, अब के भन्ने अब साथीहरु त्यस्तै हो। कार्की दाइको अब हातले चाहिँ कुम झन्डै भ्याउँदैन कि, त्यो पनि बुढाले अङ्गालो मार्न खोज्छन्। त्यो पनि ठिक छ, केही छैन अङ्गालो मार्नु केही छैन। मेरो दाइ हो, मेरो म सहन्छु, केही छैन त्यसको लागि। अब जे भने अब हेर्नु यहाँ फेरि म अलिक तल छु अहिले, ठ्याक्कै भ्याए भन्नु होला फेरि होइन। हाइट पनि सँगसँगै होला भन्नु होला। म अलिक तल छु यस्तो छ नि त डाँडा। त्यो तपाईहरुले त्यो देख्नु भएको छ हेर्नु, डाँडा तलतिर भनेर ल एकचोटि सिधामा उभिनु भन्नु न ल। यो सिधामा छैन साथीहरु, हामी यो चाहिँ ऊ अग्लो ढुङ्गामा ब्याच छ, म चाहिँ तल छु। ल हेर्नु बराबर छौँ नि हामी। त्यही भएर बराबर चाहिँ हामी चाहिँ कुनै पनि हालतमा छैनौँ साथीहरु। बराबर छैनौ रे? कस्तो बराबर छैनौ र? तिमीभन्दा म ठुलै छु भाइ होइन। अब दाइ म भन्दा ठुलो हो, म धेरै ज्ञान गुण छ। तर पनि अब भन्न खोजेको मैले हाइटमा चाहिँ। ओ तिमीलाई हाइट भने अहिले फेरि आएर ठुलो कुरा, अहिले आएर ठुलै कुरा भयो नि त यार। मलाई त हाइट थाहा थिएन नि त तिमीले हाइट भने हो भनेर। अनि त्यही भएर यस्तै चलिरहेछ साथीहरु हैन। हाम्रो चाहिँ यो भ्लग हो कि भ्लग हो खासमा के हो भाइ? जेसुकै भयो नि भल्गर चाहिँ होइन। भल्गर चाहिँ होइन है हाम्रो अरू जेसुकै भयो नि भल्गर चाहिँ होइन। भल्गर बनाउनलाई बल्गेरियन नै चाहिन्छ यहाँ। के अरे होइन ऊ चाहिन्छ तेरि रसियन चाहिन्छ। रसियन छैन, दिल्लीमा जानुपर्छ रसियन खोज्न। गाह्रो छ हो यहाँ त। रसियन हुन्छ होला तर हामीले रसियन भेटाउँदैन। हामीलाई रसियनले हेर्ने आमा, जिन्दगी कहाँदेखि कहाँ पुग्थ्यो हजुर। अब फाइनल्ली हाम्रो डेस्टिनेसनमा पुग्यौँ होइन। त्यो बेन्चमा बस्ने, एकछिन फोटोसुट गर्ने, यसो रमाइलो गर्ने, 1-2वटा टिकटक बनाउने। अनि यो भाइले त आज अब टिकटक कति बनाउँछ बे नगरेको है। ए विज्ञापन म यसै मेरै भिडियो मार्फत विज्ञापन दिन्छु होइन, विज्ञापन हाल्छु। कसैले पनि यो भाइलाई लाइक गर्छ भने हाल साइप्रसमा छ मेरो भाइ होइन। जम्मा हाइट चाहिँ 6.25 फुट, त्यसरी सबै भन्नु भएन, 6.25 फुट। अनि उमेर चाहिँ भर्खर
त्यही हो अन्डर 23 भनौँ न, त्योभन्दा माथि नभनौँ होइन, अन्डर 23 हो। अनि उसलाई चाहिँ लाइक गर्ने मान्छेहरू अथवा साइप्रसमा वेल सेटल मान्छे हो होइन, युरो कमाउँछ, जोस राम्रो छ, बानी बेहोरा राम्रो छ, दारू पिउँदैन, ए सरी दारू खाँदैन, पिउने कुरा म जान्दिनँ, दारू खाँदिनँ भाइले होइन। कोही मान्छे त्यस्तो छ भनेपछि सिधै कमेन्टमा गएर आई निड यस इमिडिएटली भन्नु, म कन्ट्याक्ट नम्बर प्रोभाइड गरिदिन्छु म। ओ माई गड, भाइले पोज पनि हेरौँ ल। अब चाहिँ यही हो बिहे हुँदैन कि भनेको कार्के दाइले गर्दाखेरि बिहे होला जस्तो लाग्यो, त्यही भएर धेरै धन्यवाद मेरो दाइ। ल थ्याङ्क यू मेरो भाइ, नरो म छु भाइ, ल म छु, म तिमीलाई गरिदिन्छु ल। ओके गाइज है ल साथीहरू है, यो त्यो बोट चाहिँ भाडामा लगेर हो होइन, उसले कस्तो मजाले कुदाइरहेछ। यहाँबाट टाढा छ है, यो क्यामेरा जुम गरेको मात्रै हो। ए रोक्यो, अब घुमाउँछ त्यसले, अब घुमाउनु। आमामामा कस्तो घुमाइदियो यार, ठाउँको ठाउँ घुमाइदियो क्या, घुमाउनु ठाउँको ठाउँ। अनि यता पौडी खेल्नेहरू यो पनि भाडामा हो होइन, यिनीहरू पनि त्यहाँ त्योमा चढ्ने, त्यहाँबाट फँगाल्ने, त्यहाँबाट चिप्लेटी मारेर समुद्रमा जाने। त्यही मैले अझै छोडेको छैन। ए खस्यो, किन हल्ला गरिरहेको छ है, आमामामा यस्तरी कुदाइरहेको छ ल। अगाडिकोले, पछाडिको त केटी हो बसेको छ, अगाडिको केटा हो। बोयफ्रेन्ड गर्लफ्रेन्ड हुनुपर्छ भन्ने लाग्छ मलाई। ऐस गरौँ न, तिमीहरूकै छन् दिन, पैसा पनि तिमीहरूका, दिन पनि तिमीहरूका। ल यही हो है साथीहरू, यो साइप्रस, पुरा साइप्रसको साइप्रसको समुद्रको खासियत यही हो कि यहाँ धमिलो चाहिँ खासै कहिल्यै हुँदैन, त्यही भएर यो पुरा निलो पानी मात्रै हुन्छ। यो एउटा टापुमा, हामी टापुमा छौँ, कुन दिन खसरक्क डुबाउँछ अनि सकिन्छ जिन्दगी, यस्तै हो जिन्दगी। ल साथीहरू यहाँ रेडी भइसके, ए जुम भएछ। र साथीहरू रेडी भएछ, आमा कति हेन्सम देखिनु भएछ यार जग्गी सर। साथीहरू जो त्यस्तो बस्नु भएको छ, अब उहाँहरू फोटो खिच्न रेडी भइसक्नु, अब उहाँहरूलाई मैले चाहिँ है, म चाहिँ आज अब फोटो के भन्छ ग्राफर भनौँ न, ग्राफर ए पुरा कति छिटो भन्दाखेरि कसरी भन्ने अरे भाइ, फोटोग्राफर ए फोटोग्राफर। ल अब मैले पनि सिकेँ आज त्यति भन्न। मेरो भाइलाई धेरै धेरै धन्यवाद, भाइले पुरा पिउँदैन केही पनि, अनि कस्तो मजाले मुख बन्द गरेर बसेको छ। ईश्वर खेर जला है त्यो लाली जोबना यसै हुर्केर सरक 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 चली सर्केर। सुन्नुभयो त सबैजनाले होइन, यति राम्रो गाउँछ भाइले गीत पनि। अनि यो गाना म भाइलाई थाहा थिएन, मैले भिडियो रेकर्ड गरिरहेको छु, अन गरिसकेको छु भनेर। अनि भाइले चाहिँ मिठो गाउँछ होइन मेरो भाइ। यो भाइ चाहिँ यहाँ आउनु भनेको मेरो लागि चाहिँ धेरै ठुलो सौभाग्यको कुरा हो होइन। अनि यो कुरा चाहिँ मलाई भाइभित्र अथाह ट्यालेन्ट छ कि, भाइले त्यो बाहिर आफ्नो ट्यालेन्ट भाइले चिन्न नसक्या हो, मलाई चाहिँ त्यो लाग्छ होइन। के गर्ने होला, तपाईँहरूले जानकारी दिन सक्नुहुन्छ, तपाईँहरूले भन्न सक्नुहुन्छ होइन। भाइलाई एउटा सानो सुझाव पनि हुनसक्छ। हेर्नुहोस् है बोर्ड कसरी गइरहेको छ, अब एउटा माइक यही छ कि म उहाँबाट गीत गाए पनि अब गाह्रो छ मलाई। म आजको दिन चाहिँ मेरो अब मौन व्रत राख्नु पर्ला जस्तो लाग्दैछ, म नबोली बस्नु निर्णय गरेँ। त्यही घुमायो त ल दुख्रा त प्रभु। त्यो पछाडि बस्नेको चाहिँ सातो जान्छ नि, सातो सुत्या छ नि तिनीहरू, सुत्या छ नि तिनीहरू, सुतेको छ। इन्टरनेट पैसा तिरेको छ यार 60 युरो। अनि 60 युरो 3-4 राउन्ड घुमाउँछ, सक्यो। यति महँगो छ नि, एकजना भएपछि 30 युरो कि 25 युरो छ, अलिक धेरै भएपछि सबै ठिकै हो कि। एउटा लाइफको अब सबै कुरामा अब
समुद्रको तालमा छु पर्खिनु ए धन्दै लगेको आज समुद्रले अन्तिम दिन हुन्थ्यो होला जस्तो लागिसक्यो फर्किनु ल साथीहरू हामी चाहिँ यति बेला समुद्रतिर छौँ होइन कसलाई समुद्र मनपर्छ यहाँभित्र माछा छ यार आमा कति गहिरो कपडा भिज्छ बरु माछा नछोपौँ हेलो साथीहरू दर्शन अनि नमस्ते छटके सलाम खाडी मुलुक साइप्रसदेखि युरोपको खाडी होइन जतिजना मसँग जोडिनु भएको छ फेसबुक टिकटक युट्युबमा सबै फ्यामिलीलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु यति बेला म साइप्रसमा छु होइन सबैजनाले माया देखाइदिनु भएको छ माया गरिदिनु भएको छ सपोर्ट गरिदिनु भएको छ त्यसको लागि म हृदयदेखि नै तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु र आज मेरो छुट्टी त्यही उपलक्ष्यमा एउटा सानो भिडियो तपाईँहरू समक्ष ल्याएर आएको छु र जतिजनाले मलाई फलो गर्नुभएको छ अनि जतिले गर्नुभएको छैन नगर्नु भएको तपाईँहरूले पनि यसो सपोर्ट गरिदिनुहोस् फलो गरिदिनुहोस् होइन अब त्यति एउटा फलो सपोर्टले पनि मलाई धेरै काम गर्ने एउटा जाँगर इच्छा शक्ति बढ्छ त्यही भएर तपाईँहरू सपोर्ट गरिदिनुहोस् भन्न चाहन्छु अहिले यति है बाँकी भिडियोमा ल झ्याम्मै फङ्न आल तल छिर भाइ ल हाम्रो एकजना पौडी वामा खतरा पौडी खेल्यो यार यस्तो समुद्र ओ टाउको डुबो एकचोटि खोज्छु डुबो त खै डुबो न एकचोटि पनि टाउको सट्टै डुब्यो क्या अब नुनिलो हुन्छ अब बल्ल नुनिलो हुन्छ अब नुनिलो हुन्छ क्या अब बल्ल नुनिलो हुन्छ अब बल्ल नुनिलो त्यसै डुब्न त लगा होइन नि त मैले पहिलोचोटि समुद्रमा नुहाएको भाइ पूजा गर्नुपर्छ घरमा गएर फर्स्टचोटि समुद्रमा नुहाएपछि पूजा गर्नुपर्छ थाहा छ कि नै छैन तिमीलाई फेरि बुझ्यो कि नै जलपरीलाई पूजा साँझ जल चढाउनु पर्छ नि एक केस पहिलोचोटि नुहाएपछि मजासँगै विचार गर है ल यो चाहिँ बीच होइन फेरि सुरु भयो ल यता अब हाम्रो यो कम्पिटिसन छ यो के रेस भन्छ यसलाई पछाडिको बुढी चाहिँ जहिले पनि पछाडि सकिरह अहिले चाहिँ अगाडि त्यो ल सुरु भएको छ यो उहाँहरू दुईजना तर यो तेस्रो नम्बरमा आएको अहिले खतरा हानेको थियो त्यो लेडिजले अहिले चाहिँ त्यो लेडिज त्यो र उतापट्टिको त्यसले जित्छ होली जस्तो लाग्यो मलाई लेडिजले कस्तो दामी गइरहेको हल्का तरिकाले यो बजे त यो पछाडिको बजे त बजे नै हो पछाडिको बजे बाजेले नछोडो लाने हो गाह्रो छ नि उता हान्नै सकेछ भाइ उता तान्ला फेरि जलपरीले विचार गर है पहिलोचोटि नुहाउँदैछौ हान पढ्यो खतरा दियो नि जलपरी यता छ हेर साथी यो जलपरी हो जलपरीले समुद्र हेरेर चस्मा पनि लगाएछ ट्याटु पनि रहेछ जलपरीको गहिरो रहेछ त यार भाइ जलपरीलाई चढाऊ है चढाऊ जे चढाउने चढाऊ ल हात यस्तो गर जलपरीको लागि उतापट्टि उसले चाहिँ उ गरेको छ के अरे टावल समात रेडी गरिसक्यो जलपरी नुहाएर आएछ कि सेतो पनि कति सेतो हुन्छ म त्यो बोर्ड लगाएको छ नि त्यहाँभन्दा उतासम्म गएर आउँछु भाइ मलाई त्योसँग कहिले केही मतलबै हुँदैन
अनि अब तिनीहरू त्यहाँसम्म पुगे होइन अब त्यहाँ ठ्याक्क लाइनमा बस्छ सबै लाइनमा बस्छ अनि त्यसपछि स्टार्ट गर्छ फेरि यता ओ एउटा बोर्ड पर ओ त्यहाँबाट हेर्नु त्यो पर बोर्डमा त्यो बोर्ड देखेको छ नि देखाउँछ बोर्ड आइरहेछ चलिरहेछ यो माछा मार्ने बोर्ड हो होइन क्या माछै मार्ने हो पुग्यो भाइ यिनीहरू लाइनमा बसेर टिक्क बस्यो भने बल्ल यिनीहरूको गेम सुरु हुन्छ भाइ भयो ल अब बाहिर त्यो कक्षा सच्चा निचेर खै कक्षा कस्तो देखिया छ मा कसम नेपाली ब्रान्ड हो क्या या तिम्रो यो कक्षा आयो भन न एकचोटि यता फर्केर भाइ पहिलोचोटि समुद्र नुहाएपछि के गर्नुपर्छ भन्ने कुरा थाहा पायो नि अघिदेखि मैले के सोधिरहेको छु अनुहार चिलाउने नचिलाउने भनेकै छैन यहाँ भाइ जलपरीलाई बेलुका जलपरीको नाममा पूजा गर्नुपर्छ जल चढाउनु पर्छ भन्ने थाहा छ कि नै अनि एक केस भयो हुन्छ ओके अब हामी यो समुद्रको घुमाइपछि रुमतिर फर्किँदैछौँ होइन त्यही हो आज यस्तै भयो छुट्टी यसो रमाइलो गरौँ भनेर मात्रै गरेको घुम्न आएको अनि मेरो भाइले समुद्रमा पनि नुहाइयो हैन समुद्रमा पहिलोचोटि नुहायो मेरो भाइले अहिलेसम्म चाखेर हिँड्छ समुद्रको पानी आज नाक मुख चाख दुईटैले चाख्यो तीनटैले चाख्यो अमिलो पनि हुँदो रहेछ अमिलो हुँदो रहेछ अमिलो हैन नुनिलो दामी उसले टेस्ट नुहाएर पनि टेस्ट थाहा पाएछ अमिलो हुँदो रहेछ नुनिलो हुँदो रहेछ अनि अहिलेसम्म नुनिलो भइरहेछ अहिलेसम्म घरमा गएर एकचोटि कुल्याप्स तरिकाले नुहाउँछ त्यसपछि अनि जलपरीको नाममा एक केस हान्छ भाइले हैन कार्कीको लागि एक केस हैन दुई केस हो नि अनि जाब एक केस यति माया गर्छ के भाइले त्यही हो अब सबैजना हामी चाहिँ जङ्गलतिर छिर्यौँ होइन यो जङ्गल हो यो जङ्गलमा मङ्गल पनि हुन्छ कहिलेकाहीँ अब त्यो हेर्नलाई अलि पछि आउनुपर्छ होइन त्यही हो साथीहरू अब यस्तै हो जस्ट रमाइलोको लागि मात्रै हो है कन्टेन्ट भन्ने कुरा केही छैन लिखित कन्टेन्ट छैन यो बनावटी कन्टेन्ट हो हामीसँग कलाकार पनि हुनुहुन्छ राम्रो गाउँछ अहिलेको के भन्छ जल्दो बल्दो जेन्जी युवा भए पनि गीत चाहिँ राम्रो गाउँछ गुनगुनाउने यो बाथरुम सिङ्गर भन्छ ऊ चाहिँ यहाँ समुद्रको साइड सिङ्गर हो सबैले बाथरुम सिङ्गर भन्छन् होइन यतातिर समुद्रको साइड सिङ्गर भन्नुपर्छ उसलाई चाहिँ अनि यस्तै छ रमाइलो गरौँ भनेर आएको अनि आज साथीहरू भिडियो टिकटक बनाउँदैछन् होइन अरू के छ कस्तो छ को कहाँबाट हुनुहुन्छ चट्ट के भन्छ यसो कमेन्ट गर्नुहोस् कस्तो खालको भिडियोहरू बनाउँदा ठिक होला अनि तपाईँहरूलाई कस्तो खालको भिडियो रुचि लाग्छ भन्नुहोस् त्यही अनुसारको भिडियो ल्याउने कोसिस गर्नेछु होइन मैले सकेसम्म मैले जानेसम्म गर्नेछु रमाइलो होइन रमाइलोको लागि एउटा नितान्त कुनै त्यस्तो उद्देश्य बिनाको यो एउटा नितान्त रमाइलोको लागि हो होइन अरू चाहिँ छुट्टै केही छैन त्यही हो अब हामी यो समुद्रको छेउछेउबाट हिँडिरहेको छ यो समुद्र रोड अब हाम्रो एकजना परि उताबाट आउनुहुन्छ बुढो परि अनि उहाँले आँखा अलिक कम देख्नुहुन्छ क्या हिँड्न पनि गाह्रो भइरहेको छ मलाई अब त्यो भगवान्ले सबैलाई आँखा राम्रै दिउन् भन्छु म आफ्नो होस् या नहोस् तर अरूको होस् होइन सबको जय होस् आफ्नो भयो होस् नभयो होस् भन्छ नि त्यो चाहिँ ममा लागु हुन्छ त्यही भन्नुपर्छ किनकि अब अहिलेसम्म त्यही त हो साथीहरूले राम्रोसँग सपोर्ट पनि त्यति राम्रो गर्नुहुन्न किनकि मैले राम्रो भिडियो बनाउँदैन होला अनि राम्रो कन्टेन्ट मसँग छैन होला त्यही हो म चाहिँ एउटा फ्रेसमेन भएको लाइफ यो ब्लग हो कि ब्लग हो
भल्गर चाहिँ होइन के भन्छ ब्लग हो क्या हो जस्तो लाग्छ मलाई भन्न पनि आउँदैन साथीहरू मेरो चस्मा कस्तो छ मलाई सुहाइरहेछ अब सुहायो भने सुहायो भन्नुहोस् नत्र अर्को जुवेल लाउँदिनँ हो त्यही हो होइन मिलाएर अब अगाडि हेर्दै जानुहोस् रुम पुग्ने बेलासम्म फेरि पनि के हुन्छ कस्तो हुन्छ देखाउँदै जान्छौँ हामी कहाँ जान्छौँ यहाँबाट अब फर्किने बेला भयो है ल साथीहरू हेर्नुहोस् यस्तो तरिकाले यिनीहरूले चाहिँ एक्सर्साइज गर्छ हामी चाहिँ भुँडी बोकेर हिँड्छ के भन्छ सुत्केरी जस्तो अब मेरो भाइले ट्याक्क अब गीत गाउँछ मिलाएर एउटा गीत गाइदियो त भाइ मेरो लाली जो भन्छ कि हजुर हो पात बजाउँदै मायालाई भेटियो यो मनको तिर्सना मेटियो हो गाईलाई चराउँदै लाली जवन जान्छ कि हजुर हो पात बजाउँदै यस्तै हो स्वर राम्रो भए पनि नराम्रो भए पनि भाइले मिठो गायो होइन यस्तै हो यो परदेशमा यति मिठो गीत सुन्न पाउनु त्यो पनि लाइभ अब सबैको भाग्यमा हुँदैन मेरो भाग्यमा रहेछ खुसी लाग्यो भाइ थ्याङ्क यू अनि हामी चाहिँ अब फर्किने क्रममा छौँ होइन फर्किँदैछौँ रुमतिर आजको छुट्टी पनि लगभग सकियो एकदम फ्रेस भयो समुद्रमा पनि नुहाइयो होइन एकदमसँगले फोटो खिचियो टिकटक भिडियो बनाइयो होइन जे होस् रमाइलो भयो अघि मैले भन्दाखेरि अब कार्की दाइले भाइ माथि हिँड्दैछ तल हिँड्दैछ भनेर कुरा गर्दै हुनुहुन्थ्यो अब अहिले आएर त तपाईँहरूलाई प्रुफ पनि भयो होला ठ्याक्कै एकचोटि चाहिँ हामी ठ्याक्कै उमा छौँ अब हेर्नु होला भाइ चाहिँ ऊ त्यो भाइ चाहिँ बल्छीको टाँगो भन्छ नि टाँगो भन्ने थाहा पाउनु भएको चाहिँ ठ्याक्कै त्यही हो 6.5 फिट भन्दा पनि हुन्न म चाहिँ 6.5 फिट के अरे ए सरी है 5.5 फिटको मान्छे म हेर्नु त यो मभन्दा 2 फुट ठुलो 6.5 भलिबल प्लेयर हुने मान्छे हो तर के हेर्ने अब ठमेलतिर परेछ त्यही भएर यहाँ आएको होइन भाइ भलिबल प्लेयर चाहिँ फुटबलमा त काम छैन उसको उसलाई त फुकेरै उडाइन्छन् भलिबल प्लेयर चाहिँ हुने मान्छे हो तर ऊ ठमेलतिर पर्यो के साथीहरू होइन ठमेलतिर उसको जिन्दगी बसोबास ठमेलमा भइसकेपछि बल्ल यहाँ अब चाहिँ सुध्रिन पर्छ भएन कार्की दाइ साइप्रसमा छ कार्की दाइसँग जानुपर्छ उसकै रेस्टुरेन्टमा जानुपर्छ भनेर लक्ष्य लगेर आएको पर्न पनि हिँ परेछ ल खुसी लाग्यो जे होस् कार्की दाइ चाहिँ आएर चिनेको अनि यस्तै हो साथीभाइहरू हाँसी मजाक चलिरहन्छ हाम्रो भिडियो चलिरहन्छ अरू कुराहरू यस्तै उस्तै हुन् अब जे होस् कार्की दाइलाई चाहिँ जे होस् एकदम सपोर्ट गर्नु पर्यो जे होस् हुन्छ नि कसरी हुन्छ तपाईँले कसरी सक्नुहुन्छ लाइक सेयर कमेन्ट सब्सक्राइब गरेर आफ्नो साथीहरूलाई भनेर हुन्छ कसरी हुन्छ अब हामी यस्तै रमणीय भिडियोहरू लिएर आउँछौँ सधैँभरि हामी नजिकको ल्याउँदैनौँ कि अब जाडो महिना आउँदैछ हामी लिमासोल जाउँला हामी पापोस जाउँला होइन अब हामी त्यसपछि आएर अब छन् नि अन्य सहरहरू पनि छन् हामी त अहिले गाउँमा छौँ अब तपाईँहरूलाई हामी सहरको भिडियोहरू पनि देखाउनेछौँ अब यस्तै उस्तै हो अब के गर्नु परदेशी जिन्दगी यस्तै उस्तै हो साथीहरू तपाईँहरूलाई अर्को कुरा अवगत गराउन चाहन्छु बिस्तारै बिस्तारै हामी इन्फर्मेसन टाइपको भिडियोहरू पनि बनाउँछौँ जस्तो यो यस्तै लाइफमा यस्तै ब्लगहरू खिच्ने क्रममा हामी इन्फर्मेसन दिने कोसिस पनि गर्छौँ होइन यसो बुझेर तपाईँहरूलाई कस्तो खालको इन्फर्मेसनहरू चाहिएको छ कमेन्ट गर्नु होला जस्तो साइप्रस आउन कस्तो के प्रोसेसहरू हुन्छ कस्तो काम पाउँछ यस्तो कुराहरू पनि अब यसो न हामी रमाइलो मात्रै होइन अब सबै टाइपका कुराहरू गर्नेछौँ आगामी भिडियोहरूमा तपाईँहरूले यस्तै साथ सपोर्ट दिनुभयो भने अझ त्यसलाई निखारेर अझ रिसर्च गरेर त्यो विषयमा त्यसरी नै गर्नेछौँ अब हामी अर्को कुरा पनि छ है अब चाहिँ साइप्रसमा एकदम जाडो पनि बढिसकेको छ एकदमै अब चिसो चिसो महसुस हुँदैछ अब बिस्तारै अब पानीको बहाव पनि बढ्नेवाला छ अनि अब हामी अझै हजुरलाई रमणीय भिडियो देखाउनेवाला छौँ अब हामी त बिगिनर हो अब हामी त अब भर्खर स्टार्ट गर्दैछौँ होइन अब खासै अब मेरो त खासै यस्तो भ्लगमा आउने इच्छा पनि होइन जे भने कार्की दाइलाई यसो सपोर्ट गरौँ माया गरौँ अब
भन्ने हिसाबले मात्रै अब यसो भिडियोमा आएको हो नत्र भन्दै खासै म सामाजिक सञ्जालमा एक्टिभ मान्छे चाहिँ होइन तर पनि अब यसो कहिलेकाहीँ बोल्दै कहिलेकाहीँ अब के बोलिन्छ कसो बोलिन्छ बोल्न जानिँदैन बिस्तारै अब सबै कुराहरूलाई सुधार्दै सिक्दै जाने हो सबैजनाले अब जन्मिँदै सबै कुराहरू सिकेर जानेर आएको हुँदैन त्यही कुरालाई अब हामीले आज अब खात्रखुत्रुक बनाउँदैछौँ भोलिको दिनमा अलिकति हामीले यसलाई नै अलिकति राम्रो बनाएर पनि दिँदैछौँ केही छैन हेर्दै जानुहोस् माया गरिदिनुहोस् सपोर्ट गरिदिनुहोस् यति नै भन्न चाहेँ ए भाइ तिम्रो बिहेको लागि मैले यो कार बुक गरेको थिएँ यार हेर त यो यहाँ अहिले यति चाँडै आइसकेछ आमा यो कार तिम्रो लागि बुक गरे हो त मैले हेर त तिमीले बस दुलै ल्याएर आऊ मैले तिम्रो लागि यो हेर त दुलै बुहारीलाई राखेर तिमीलाई यो कारमा म मण्डपसम्म पुगाउने यो कार मेरो जिम्मा भयो ल भाइ तिमी घुमे कि म घुमे कि खासमा यार यो के हो यो अब त म आफै घुमौँ नि यार अब खेतबारीको होइन अब काम पनि सुरु भइसक्यो अब केही फलाउन लाग्दैछ नि यिनीहरूले के चाहिँ फलाउन लानु त कार्की दाइ अब के फल्ला मलाई त केही पनि थाहा छैन मजाले होइन म त भर्खर नयाँ आएको अब हजुरहरू आउनु त धेरै भयो अब हजुरहरूलाई चाहिँ मैले सोध्नु चाहेँ यहाँ चाहिँ के फलाउन लान्छ यो खासमा काँक्रा हो यो खेतमा चाहिँ काँक्रा फलाउँछ काँक्रा फलाउँछ काँक्रा पनि यस्तो फल्छ कि त्यो यो प्लास्टिक देखिया छ नि त्यो प्लास्टिक तल त्यो प्लास्टिकमा यस्तो लडीबडी खेलिरहेको हुन्छ क्या फल्यो भने काँक्रा कुन प्लास्टिकमा रे उयो भैँमा बिछा छ नि त अनि त्यो प्लास्टिक उयो भैँमा बिछाएको प्लास्टिक माथिबाट अहिले पछि प्लास्टिकले कभर गर्छ ए पछि यो सर्लकोसँगले छोप्ने भयो यो पाइप जस्तो लगाइरहेको छ नि सेतो माथिबाट यो चाहिँ माथिबाट छोप्ने भयो पुरै माटो पकाएर मलहरू यताउता सब यो प्लास्टिक हाल्नुको मुख्य कारण यो माटो मोइस्चर रहिरहोस् र ओसिलो भइरहोस् भनेर अनि यताउता झारीहरू नउम्रियोस् झारीले मल नखाइदियोस् भनेर के वर्षमा एउटा खेतमा एकचोटि मात्रै खेती गर्छन् रे यहाँ पिछलो साल यहाँ काँक्रो थियो अहिले पनि काँक्रो हो भनेको जस्तै अब यसरी खेतीपाती गर्दाखेरि चाहिँ अब माटोमा उर्वरा शक्ति चाहिँ रहिरहने त्यो चाहिँ हो अनि त्यस कारणले गर्दाखेरि अनि धेरै पनि फल्ने भयो नि त त्यही हो त्यही कारणले गर्दाखेरि चाहिँ यिनीहरूले वर्षमा एकचोटि मात्रै खेती गर्ने भयो नि त हो ठिक छ त्यसो भए ल साथीहरू कस्तो लाग्यो भिडियो तपाईँहरूलाई आज हामीले छुट्टीको दिन हामी 3 जना साथीहरू अनि समुद्रतिर गइयो यसो नरमाइलो गरियो भिडियो बनाइयो फोटो खिचियो होइन टिकटक भिडियोहरू बनाइयो अनि तपाईँहरूलाई देखाउन सक्ने जति देखाइयो यो भिडियोमा समावेश गरिएको छ होइन अब यो हामी खेततिर अब यहाँ मात्र हाम्रो रुम हामी चाहिँ रुमतिर फर्किँदैछ अब चाहिँ आजलाई लगभग यति नै भन्नुपर्छ भिडियोलाई यहीँ अन्त्य गर्नपर्छ होइन भिडियो जति बनायो त्यति लामो बन्दै जाने हो तर लामो बनाएर भन्दा पनि अब यसो रमाइलो गरेको हाल्ने नै हो त्योभन्दा अरू छुट्टै केही छैन अहिले चाहिँ खासै अब यही हो तपाईँहरू हाम्रो यो खेतबारी हेर्नुहोस् हाम्रो सिजन चाहिँ सकियो होइन होटलमा काम गर्नेहरूको सिजन सक्यो खेतबारीको सिजन अब सुरु भयो स्पेसल्ली अब उनीहरूले तरकारी फलाउँछ यो जाडो महिनामा तरकारी सबै यहाँ म्याक्सिमम आलु हो साइप्रसमा आलु बिना साइप्रसको मान्छे बाँच्दैन होइन यहाँ चाहिँ फुडै स्पेसल फुड भनेको आलु हो अनि अरू चाहिँ फाटोफुटो हुन्छ तर यो खेत चाहिँ पुरै तरकारी के अरे काँक्रा सरी है काँक्रा खेती हो होइन यो प्लास्टिक रेडी गरिसकेको छ अब बुट्टा उम्रिन बित्तिकै यो माथिबाट प्लास्टिक ढाक्छ अब यहाँ चाहिँ एउटा कुरा तपाईँहरूलाई स्पेसल कुरा के भन्छु भने साइप्रसमा म अन्य कन्ट्री थाहा छैन होइन अन्य युरोप कन्ट्रीहरूको बारेमा मलाई त्यति धेरै ज्ञान छैन साइप्रसको बारेमा के भन्छु भने यो ठाउँमा बर्खामा पानी कहिल्यै पर्दैन एक दिन पर्दैन होइन अनि अब यो जाडो महिना सुरु भयो हर 5 मिनट 10 मिनटमा पानी परेर हैरान हुन्छ पानी पर्छ बरफ पर्छ हिउँ खेल्न जान्छ होइन एउटा सानो देशमा यो सानो टापुमा पनि पहाड छ सानो पहाडहरू छ होइन जान्छ रमाइलो गर्छ सबै नेपालीहरू जान्छ धेरै जान्छ त्यही हो योमा चाहिँ 2टा खेती भयो है साथीहरू योमा किनकि योभन्दा पहिला लगत्तै पहिला यहाँ चाहिँ वाटरमेलन लगाएको थियो अनि अहिले चाहिँ अब के लगाउँदैछ त्यो चाहिँ फिक्स थाहा छैन मलाई जहाँसम्म लाग्छ काँक्रै लगाउँछ होइन यहाँ काँक्रा धेरै युज हुन्छ सलादहरू धेरै खान्छ नि त यो ठाउँको मान्छेहरूले अनि काँक्रा धेरै युज हुने हो त्यसपछि अब आलु धेरै युज हुने हो त्यो भएर ल साथीहरू सबैलाई बाबाई अनि
यसो भिडियो हेरेर स्वस्थ प्रतिक्रिया रहनुहोस्, दिनु। मस्त रहनुहोस्, व्यस्त रहनुहोस्, सधैँभरि खुसी भएर बाँच्नुहोस्। जति कमाए पनि पुग्दैन, जति छ त्यतिमै खुसी हुनुहोस्। अरू केही पनि भन्न चाहिन्न। त्यही हो, अर्को भिडियोमा फेरि पनि हामी फेरि भेटौँला हस् त, अहिलेलाई बाई बाई बाई।